बहिनी पानी चाहियो भने धारा त्यहाँ छ, टोयलेट जानु पर्यो भने त्यहाँ छ। हाम्रो आवश्यकता पर्यो भने त्यो बेल बजाउनुहोस्, हामी आइहाल्छौँ है। आमा अहिले म जान्छु, पछि आउँछु है। हुन्छ। आमा यहाँ हस्पिटलको कोठाहरू त कति सुकिलो हुँदो रहेछ अघि। सहर बजार भनेपछि त त्यस्तै सुकिलो भइहाल्छ नि छोरी, फेरि महँगो पनि छ होला। आमा तपाईँ महँगो र सस्तोको कुरै नगर्नुहोस् न, तपाईँ मात्र आराम गर्नुहोस्। नानी मलाई त कस्तो कस्तो लागिरहेछ। आफ्नो गाउँ कति रमाइलो थियो, चिन्नु नजान्नुको ठाउँमा आएर बसिएको छ, कति दुःख पाइने हो। आमा किन रुनु भएको? नरुनुहोस् न, के भयो तपाईँलाई? छोरी किन मलाई नरमाइलो लागिरहेछ। नरुनुहोस् न आमा, 2-4 दिनपछि बानी परिहाल्छ नि। तपाईँलाई जति सक्दो चाँडो निको बनाएर अनि प्रशान्तलाई भेटेर हामी गाउँ जाने हुन्न आमा? बाबा हजुरले भन्नुभएको थियो नि, छोरी तिमी जे माग्छौ म त्यो दिन तयार छु भनेर। आज त्यो दिन आएको छ बाबा। क्लियर भन न छोरी, तिमीले के भन्न खोजेकी हो? बाबा म प्रशान्तलाई माया गर्छु, उसले पनि मलाई माया गर्छ। हामी दुवै एकअर्कालाई प्रेम गर्छौँ बाबा। म उसँग बिहे गर्न चाहन्छु। एउटा बाबुले आफ्नो सन्तानको जिन्दगी सधैँ हाँसी खुसी देख्न चाहन्छ। ठिकै छ, यदि तिमीले प्रशान्तलाई पाएर आफ्नो जिन्दगी सुखमय हुन्छ जस्तो लाग्छ भने म तिमीहरूको विवाह गर्दिन तयार छु। बाबा हजुरले मलाई कति माया गर्नुहुन्छ अघि। छोरी दिदी कस्तो छ अहिले? अरू कुरो ठिक छ, चिन्ता लिनु पर्दैन। तपाईँमा रगतको कमजोरी छ है, आतिनु पर्दैन। यो औषधि लेखिदिएको छु, यो औषधि खुवाउनु होला, ठिक भइहाल्छ। सिस्टर उहाँलाई दिनुहोस्। बहिनी यहाँ डाक्टर साहबलाई औषध लेखिदिनु भएको छ, त्यहाँ तल पाइन्छ, ल्याएर खानिदिनुहोस् है। हस् आमा अब जाति हुन्छ, आतिनु पर्दैन है। हुन्छ लगाए है। आमा तपाईँ आराम गर्दै गर्नु, म औषधि लिएर आउँछु है। लगा प्रशान्त, तँलाई श्वेताले पर्खेर बसिरहेकी थिए। श्वेता जाऊ, तिमीसँग बोल्दा नि बोल्दिनँ म। किन ढिलो आएको भन त? श्वेता तिमीलाई त थाहा छँदैछ, म त एउटा ग्यारेजमा काम गर्ने मिस्त्री मात्रै हुँ। तिमीले भन्ने बित्तिकै मैले त केही पनि गर्न सक्दिनँ। श्वेता तिमी किन मेरो पछि लाग्छौ? तर प्रशान्त तिमी किन आफ्नो ढिपी गर्छौ? मैले त तिमीलाई माया गरेकी छु, प्रेम गरेकी छु। के तिम्रो मायाको संसारमा मेरो आगमनले ठेस पुर्याउँछ र? तिमी सर्वगुण सम्पन्न छौ, फेरि पनि म तिमीलाई जीवनसाथी बनाउन सक्दिनँ, किनकि मेरो पछाडि पनि थुप्रै समस्याहरू छन्, थुप्रै बाध्यताहरू छन्। मलाई केही पनि थाहा छैन प्रशान्त। मैले हामी दुईजना बिचको कुरा बाबालाई भनिसकेकी छु। श्वेता तिमीले यो ठुलो गल्ती गर्यौ।
किनकि कुनै पनि मान्छेको बारेमा निर्णय लिनुपर्दा कमसेकम एकचोटि त उसलाई सोध्नु पर्थ्यो। सालाहरू जाउँ जाउँ। कान्छा कहिले आइस् त गाउँतिरबाट? अनि के छ गाउँतिर हालखबर? खै दाइ, ठिक छ भन्नु कि बेठिक छ भन्नु? तैँले के भन्न खोजेको? मैले त बुझिनँ नि। काकालाई त आरामै छ दाइ। कान्छी नानी भने सहरमा आमालाई उपचार गराउन आएकी थिए। आजसम्म गाउँ पनि फर्केकी छैन। फेरि सहरमा पनि कान्छी भन्ने कुरा केही पनि टुङ्गो लागेको छैन। हे भगवान्, कान्छी नानीलाई किन यति धेरै दुःख दियो? मैले के सोचेर बसेको थिएँ, तर आज के सुन्नु पर्यो? दाइ, काकाले गाउँबाट कान्छी नानीको फोटो र चिठी पठाउनु भएको छ, ल लिनुहोस्। हेर्छ, कान्छी नानी कति ठुली भइछन्, छैन कान्छा?